भारतको अहमदाबादमा जहाज दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या 100 पुगेको छ। दुर्घटनास्थलबाट अहिलेसम्म 100 जनाको शव निकालिएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ। चालक दलका 12 सदस्य सहित 242 जना सवार एयर इन्डियाको फ्लाइट नम्बर AI 171 बोइङ जहाज दिउँसो 1:40 बजे दुर्घटना भएको थियो। जहाजमा भारतका 169 जना, 53 जना बेलायतका, 7 पोर्चुगलका र 1 क्यानाडेली नागरिक सवार रहेको दैनिक भास्करले जनाएको छ। जहाजमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ। उनी बेलायतमा आफ्नी छोरी भेट्न जाँदै थिए भनेर भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अहमदाबाद स्थित सरदार वल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जान लागेको जहाज उडेको 2 मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज धावन मार्ग छोडेर केही उचाइ माथि जाने बित्तिकै बिस्तारै तल झर्न थालेको थियो। जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडियो खिचेका थिए। उक्त भिडियोका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ। त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन्। त्यहाँका 15 जना डाक्टर पनि घाइते भएका छन्। जहाज घरमाथि जोतिने बित्तिकै ठुलो विस्फोटको आवाजसहित आगलागी भएको थियो। आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडियो पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन्।